यो रानीको जयगुरु मन्दिर, ठाकुर मन्दिर, अनुकूल चन्द्र। यो भवन निर्माण हुँदैछ। अहिले अवस्था माथि रोड छडको कमी छ। यहाँ सबैको सहयोगबाट यो निर्माण हुँदैछ र हाम्रो देवघर मन्दिरबाट भनिसकेको छ सरकारी कुनै पैसाहरू उपयोग नलिनु भन्नुभएको छ र प्रत्येक घरबाट मङ्गलको लागि यो सेवाले यो निर्माण होस् भन्ने आस्था राख्नु भएको छ। यो माथिको छत हो, दोस्रो तला। र मुनिको त भइसकेको छ। यो यहाँ मुनिको भइसकेको छ। यो चाहिँ तपाईँको मन्दिर लगभग 5-6 करोडको मन्दिर बनाउने योजना छ र त्यहाँबाट आशीर्वाद पनि पाएको छ। लगभग 3 तलाको हुन्छ होला। यो भित्रको यो ढलाइ सेटिङ गरेको बाँसहरू यसरी देखिएको छ। यो चाहिँ यहाँ हाम्रो प्रकाश दादा पनि हुनुहुन्छ। सबै सहयोग, यहाँ सबै सहयोगदाताहरू हुनुहुन्छ। यसरी सबैजनाले मिलेर यो मन्दिर निर्माण गरिँदैछ र हुनु पनि पर्छ र हाम्रो योगदान पनि हुनुपर्ने जरुरी छ। यहाँबाट हेर्नुहोस् मन्दिरको अवस्था अलि यो खालको छ। जसले पैसा दिइरहेछ यसमा लागत भइरहेको छ। यो तलको फ्लाइट हो, यो माथि जाने, यताबाट ओर्लिने जाने, ओर्लिँदै हुन्छ दादा। र म बाहिरबाट अलि भिडियो खिच्दैछु। यहाँबाट देखिन्छ, हेर्नुहोस् मन्दिर यहाँसम्म भएको छ। यहाँ हाम्रो दादाहरू हुन्छ, रड दादाहरू हुन्छ। जाडोले सेक्दै हुन्छ। जय गुरु दादा, जय गुरु। अनि हाम्रो काम कहाँसम्म पुग्यो दादा? रड कतिको छ छैन सङ्कलन गरिँदैछ? हजुर 10 mm माग्नु पर्छ, 8 mm माग्नु पर्छ। ए कति 10 mm को? 10 mm को तपाईको अरु 15 बन्डल। 10 mm को 15 बन्डलहरू। 8 mm तपाईको अरु 10 बन्डल। 10 बन्डलले त्यतिले पुग्छ? अरू भइसकेको छ? अरु भयो। ल ठिक छ। परम दयाल कृपाले जो यतिसम्म भइसकेको छ। यहाँ सबैको आस्था छ यो मन्दिरमा यो बनोस् भन्ने। यो भवन सबको आस्था रहेको छ। यो विराटनगर रानी मन्दिर हो, अनुकूल चन्द्र शिशी ठाकुरको। र यो अहिले उपर देखिएको भवनमा ठाकुरजी राख्नु भएको छ।